नोभेम्बर 7 मा नेटफ्लिक्समा ड्रप भएको न्यू के-ड्रामा अस यु स्टोन बाई। जब यस के-ड्रामाको ट्रेलर आउट भएको थियो युट्युबमा, म धेरै नै एक्साइटेड थिएँ यो के-ड्रामा हेर्नका लागि। र सो फाइनली यो के-ड्रामालाई हेरेर मैले कम्प्लिट गरिसकेँ। अब यो के-ड्रामालाई हेर्न लायक छ छैन यो त्यो सब बताउने छु, त्यसकारण भिडियोलाई थोरै पनि स्किप नगरी कम्प्लिट वाच गर्नुहोला। ड्रामाको लिड रोलमा जियोन सोनी, लियो मी, जङ स्योङ जो, ली मो स्योङ, ली हो जोङ लगायत अन्य कलाकारहरूलाई देख्न पाइन्छ। र यो के-ड्रामाको डाइरेक्टर ली जोङ लिम हो। अब यो के-ड्रामाको मेन पोइन्टको कुरा गरौँ, जियोन सोनी र लियो मी एक पुरानो स्कुल फ्रेन्ड हुन्छ। जियोन सोनी एक सामाजिक कार्यकर्ता हो जसले घरेलु हिंसाको केसमा पीडितहरूको आवाज उठाउने। तर जियोन सोनीको आफ्नो परिवारमा पनि यस प्रकारको घटनाहरू घटिरहेको हुन्छ। जियोन सोनीको साथी लियो मीको बिहे हुन्छ र लियो मीको हस्बेन्डले हरेक दिन नराम्रोसँगले टर्चर गरिराखेको हुन्छ र त्यो कुरा जियोन सोनीलाई थाहा हुन्छ र दुईजना भएर डिसिजन लिन्छ कि लियो मीको हस्बेन्डलाई मारिदिउँ भनेर। र हामीलाई एपिसोड 3 मा नै देखाइएको छ दुईजना मिलेर लियो मीको हस्बेन्डलाई मारिदिएको। र लियो मीको हस्बेन्डको एक सिस्टर हुन्छ, एक पुलिस अफिसर हुन्छ। अब यो केसलाई कसरी लुकाउँछ दुईजनाले र आउँदो टाइमहरूमा दुईजनाले के समस्याहरू भोग्नुपर्छ यो सब जान्नुको लागि हेर्नुपर्ने हुन्छ यस के-ड्रामालाई। यस के-ड्रामामा जम्मा 8वटा एपिसोड छ। एपिसोडको रन टाइमको कुरा गर्ने भने एउटा एपिसोड जम्मा 1 घन्टा जतिको छ। यो के-ड्रामामा हरेक लास्ट सिनमा सस्पेन्स छोडेको छ, त्यसकारणले हामीलाई अरू पनि एपिसोड हेर्नु बाध्य बनाउँछ, बोरिङ फिल गराउँदैन। हरेक एपिसोडमा जियोन सोनी र लियो मीले गर्दा टेन्सनको माहौल बनाउँछ। फ्ल्यासब्याकको सिनहरू राम्रो एडिटको कारणले धेरै प्रभावशाली देखाइएको छ। जियोन सोनी र लियो मीले आफ्नो क्यारेक्टरलाई मजाले निभाएको छ। हामीलाई के-ड्रामा हेर्ने टाइममा कहीँ पनि फिल हुँदैन ती दुई क्यारेक्टरलाई लिएर, उनीहरूको पर्फर्मेन्सलाई लिएर र अरू क्यारेक्टरहरूले पनि आफ्नो एक्टिङलाई राम्रोसँगले निभाएको छ। अझ मलाई यस के-ड्रामामा ली मो स्योङको क्यारेक्टरलाई लिएर धेरै नै मन पर्यो। कम बोल्ने, जब स्क्रिनमा ली मो स्योङलाई देखाइएको छ अलग खालको फिल दिन्छ। म्युजिक र सिनेमेटोग्राफीको कुरा गर्ने हो भने धुम्म वातावरण, निलो खैरो कलर टोनले ग्रिटी रियलिजम ल्याउँछ। ब्याकग्राउन्ड म्युजिकले डर, रहस्य, पीडाको भावनालाई थप गहिरो बनाउँछ। यो के-ड्रामाले हामीलाई सामाजिक हिंसा र व्यवहारलाई कसरी सामान्य ठान्छ भनेर र न्याय पाउनु सधैँ कानुनी बाटो मात्र होइन, कहिलेकाहीँ आत्मबल र सत्य बोल्नु साहसी हुनुपर्छ भनेर सिकाएको छ। र यो के-ड्रामालाई तपाईँहरूले हिन्दीमा पनि हेर्न सक्नुहुन्छ। हिन्दीमा यस के-ड्रामाको डबिङ एकदमै राम्रो छ। यदि तपाईँहरूलाई माई नेम, द ग्लोरी जस्तो के-ड्रामाहरू हेर्नुभएको छ र मन परेको छ भने यो के-ड्रामा तपाईँहरूको लागि एकदम पर्फेक्ट हुनेछ। यो के-ड्रामा एकदमै राम्रो छ, यसलाई वाच गर्नु सक्नुहुन्छ तपाईँहरूले। र यो के-ड्रामालाई अलरेडी हेरिसक्नु भएको छ भने कस्तो लाग्यो कमेन्ट लेख्नु नबिर्सिनु होला। र भिडियो मन पर्यो भने लाइक सेयर गर्नु नबिर्सिनु होला। र यस्तो मुभी ड्रामाको रिभ्यू चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्नु नबिर्सिनु होला। फेरि भेटौँ अर्को भिडियोलाई, तबसम्मको लागि